हाई एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल र आज हामी बनाउँदैछौँ यो ड्रेसबाट ब्लाउज र मैले अगाडि पनि सेयर गरिसकेको थिएँ राणा थारू ड्रेसको ब्लाउज र हजुरहरूले धेरै नै मन पराउनु भएको छ र अभियसली यो भिडियोमा चाहिँ मैले ब्लाउज कटिङदेखि लिएर स्टिचिङ सबै सेयर गर्ने भनेको छु। फर्स्टमा चाहिँ हामीले ब्लाउजको कटिङ गर्छौं। यदि हजुरलाई यसको कम्प्लिट भिडियो हेर्न मन छ भने हजुरले ब्लाउजको साइज अनुसार हेर्न सक्नुहुन्छ। जस्तै मैले चाहिँ 32 साइजदेखि 44 साइजसम्मको प्रिन्सेस कट ब्लाउज सेयर गरेको छु। हजुरले त्यो हेर्नुभयो भने यसलाई छापेर यसरी कटिङ गर्न सक्नुहुन्छ। मैले चाहिँ सबै त्यसैमा सेयर गरेको छु र यसलाई चाहिँ मैले फटाफट छापिसके। यदि मैले सबै कुरा देखाए भने यो भिडियो चाहिँ धेरै नै लामो हुन जान्छ। त्यसैले मैले चाहिँ छुट्टै भिडियो बनाएको छु। त्यो सँगै ब्लाउजको झुम्का पनि मैले छुट्टै बनाएको छु। हजुरले त्यहाँ चेक गर्न सक्नुहुन्छ लङ भिडियोमा। ब्लाउज कटिङ भइसकेको छ। अब चाहिँ हामी यो ड्राफ्ट जुन चाहिँ यसमा मैले पेस्टिङ टालेको छु फ्याब्रिकमा ब्लाउज कटिङ गरिसकेपछि त्यसमाथि चाहिँ हामी डिजाइन कोर्छौं। आफ्नो इच्छा अनुसारको डिजाइन कोर्न सक्नुहुन्छ। हजुरले कस्तो बनाउने भन्ने विषयमा हामीले स्केलको मद्दतले यसमा स्लिभ्समा चाहिँ डिजाइन कोर्दै छौं। त्यसपछि ब्लाउजमा कप राख्छौं। कप कसरी राख्ने भन्ने विषयमा चाहिँ हजुरले अर्को भिडियो लङमा हेर्न सक्नुहुन्छ। कम्प्लिट भिडियो चाहिँ मैले राखेको छु र प्रिन्सेस कट जोड्ने स्टाइल पनि रहेको छ ब्लाउज कसरी सिलाउने भन्ने भिडियोमा। यसमा चाहिँ मैले यसको मेन कुराहरूलाई हजुरहरुमा शेयर गरेको छु। अब यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरा के हो भने यो लामो मोटोवाला धागो चाहिँ हामीले बबिन केसमा राख्छौं। पातलो चाहिँ माथि राख्छौं। यस्तो गर्नुभयो भने हजुरले बुट्टा बनाउन सजिलो हुन्छ थारूको कटौटी चाहिँ। अब यो पेनले जहाँ जहाँ बुट्टा बनाएको थियो त्यहाँ त्यसमाथि सिलाउँछौं। यस्तो बन्न जान्छ। मैले हजुरलाई कम्प्लिट बनाएर देखाउने छु। हेर्न सक्नुहुन्छ। यो चाहिँ हजुरले पेनले अलरेडी नै कोरिसक्नु पर्नेछ। त्यसपछि यसलाई पल्टाएर हेर्दा यस्तो लुक्स आउँछ। यसमा यस्तै खालको यहाँ चाहिँ हामी ब्लू कलरको फ्याब्रिक अट्याच गर्दै छौं किनकि यसको डिजाइन चाहिँ यस्तै रहेको छ। हजुरले आफ्नै स्टाइलले बनाउन सक्नुहुन्छ र यहाँ चाहिँ हामी अब डोरी बनाउँछौं। व्हाइट कलर, ग्रीन कलर, येलो कलर, रेड कलरको डोरी बनाएर प्याच गर्छौं। डोरी बनाउने स्टाइल चाहिँ यसरी नै हो। ससानो काटेर स्ट्र्याप त्यसलाई चाहिँ जोइन गरेर लामो बनाउने। बाउलामा अब हामी व्हाइट कलरको यसरी पट्टी राख्छौं। ब्लाउजको झुम्काको लागि हजुरले अर्को भिडियो हेर्नुपर्ने हुन्छ। यो चाहिँ हामीले झुम्का बनाएर रेडी गरेका छौं। अब त्यसपछि हामीले यो व्हाइट कलरको जुन बनाएको थियौं त्यसमा चाहिँ हामी सानो कैंचीले यसरी कट गरेर यो बीचको भागलाई निकाल्छौं किनकि हामीले यसरी मयूर डिजाइन बनाउने हुँदा यो बीचमा चाहिँ नराख्ने भनेर सोचिरा थियौं। जहाँ जहाँ काट्छौं त्यहाँनिर हामी पछि बुटिङ गर्छौं अर्थात सितारा भर्छौं। अब हामीले यहाँनिर मिरर पनि राख्छौं। हामीले चाहिँ दुईटैमा मिरर टालिसकेका छौं। यहाँ ग्लु पनि राखेका छौं। अब चाहिँ हामी यसलाई सुक्न दिन्छौं। यो थ्रेड लगाउँछौं अब हामी वरपर।
हामी यसलाई सुक्नको लागि छोड्दिन्छौँ। अब चाहिँ हामी यहाँ सितारा भर्छौँ। सितारा चाहिँ हजुरले सियोको मद्दतले भर्नुपर्ने हुन्छ, एउटा एउटा गरेर। मैले माथि पनि भरिसकेको छु, अब चाहिँ यति बाँकी छ एउटा, जुन मैले हजुरलाई देखाउँदैछु। यसरी नै कम्प्लिट ब्लाउजमा हजुरले सितारा भर्नुपर्ने हुन्छ। सितारा चाहिँ हामीले भरिसकेका छौँ। अब चाहिँ यहाँ हामी प्याच टाल्छौँ। प्याच टाल्नु अगाडि चाहिँ मैले यहाँ ग्लुको मद्दतले ग्लु राखेको छु प्लस गरेर, किनकि प्याच एकदमै ठुलो भएकोले गर्दाखेरि। अब यो प्याचको माथिबाट पनि हामीले सितारा वर्क गर्नुपर्ने हुन्छ, त्यही भएर मैले ग्लुको मद्दतले ससानो स्टोन टाल्ने भनिरहेको छु, कलरफुल स्टोन। कलरफुल स्टोन टालिसकेपछि यहाँ चाहिँ हजुरले माथिबाट पनि डेकोरेसन गर्न सक्नुहुन्छ, फ्लावर बनाएर म चाहिँ गर्दैछु। त्यसपछि पालो हुन्छ सिताराको काम। सितारालाई चाहिँ एक एक गरेर हामी बुन्छौँ। सबमा साथ दिन्छ, अर्को भैँसी पर्न दिँदैन, अर्को कुकुरहरू पर्न दिँदैन, गोठमा मान्छेहरू पर्न दिँदैन, गोठ हेर्छ। अब यो फ्रन्टको लागि हामीले ब्लाउजमा राख्नको लागि यसरी सिलाउँछौँ, किनकि हामीलाई ग्यादर गर्नुपर्ने छ।
ग्यादर चाहिँ हाम्रो भइसकेको छ। अब यसलाई हामी नाप्छौँ र कहाँनिर मिड पोइन्ट पर्छ त्यो चिन्ह लगाउँछौँ। यस्तो भइसकेको छ। अब यसमा चाहिँ हामीले स्ट्र्याप राख्छौँ। स्लिभ चाहिँ हाम्रो रेडी भइसकेको छ। अब चाहिँ हामी ब्लाउजको लागि पाइपिङ बनाउँछौँ र पाइपिङ के कसरी बनाउने भन्ने कुरा सिक्न चाहनुहुन्छ भने कम्प्लिट भिडियो अर्को भिडियोमा रहेको छ, हजुरले त्यहाँ पनि सिक्न सक्नुहुन्छ। अब चाहिँ हामीले यहाँ पेस्टिङ टालिसकेका छौँ। यसलाई यसरी गरेर यहाँनिर सिलाउँछौँ। पाइपिङ राख्नु अगाडि चाहिँ हामी सिङ्गल चाप राख्छौँ, किनकि सिङ्गल चापले मात्र पाइपिङ राख्न भन्छ।
रियलमा झन् राम्रो छ, क्यामेरामा अलि लाइट पुगिरहेको छैन। र यो झुम्का झन् राम्रो छ है, यसमा चाहिँ अलि लाइट पुगिरहेको छैन। अनि यो लगाउन बाँकी छ कि यो झुम्कामा, अनि आइरन गर्न बाँकी छ। फाइनली हाम्रो झुम्कास रेडी भइसकेको छ। मैले चाहिँ यसमाथि यो अट्याच गरेको छु अनि यो रहेको छ। यो झुम्का चाहिँ कसरी बनाएँ भन्ने कुराको भिडियो आजको भिडियोमा म सेयर गर्नेछु। हजुरहरू कति पनि स्किप नगरेर हेर्नुहोला, हेर्न सक्नुहुन्छ। यो झुम्का यस्तो राम्रो बनेको छ नि, ओ माई गड। र ब्लाउज पनि यस्तो राम्रो बनेको छ। र यो ब्लाउज पनि कसरी बनाएँ भन्ने कुराको फुल भिडियो चाहिँ मैले राखेको छु। यदि हजुरहरूलाई हेर्नु छ भने गएर हेर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। र च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्न नबिर्सिनुहोला र कमेन्ट गर्नुहोला। हजुरको एउटा कमेन्ट र एउटा सब्सक्राइबले मलाई अझ मोटिभेट गर्छ। त्यसैले आगामी दिनमा कस्तो भिडियो ल्याउने भन्ने विषयमा पनि हजुरले मलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ अगेन। अनि बाई बाई टिल द नेक्स्ट टाइम, टेक केयर।